Okay, hello guys, welcome to my vlog. आज चाहिँ दसैँ विजय दशमीको शुभकामना, ह्याप्पी दसैँ. ओके गाइज, म चाहिँ भर्खर रेडी भयो. मेरो फ्रेन्ड या एन्ड अब चाहिँ हामी बजे घरमा रेडी रे अब टिका लाउन जाने. ओके बाई. ओके गाइज, हामी चाहिँ रेडी भयो भर्खरै. अब चाहिँ जान लाग्यो बजेको घर टिका लाउन. अब यस्तै हो होइन, काम गरेपछि कस्तो हाफ छुट्टी दियो कि हाफ छुट्टी लिएर ओके सी यू इन माई बजे हाउस. ओके गाइज, हामी चाहिँ अब जान रेडी. के भन्न चाहनुहुन्छ? Happy Dasai. साइलाको अनुहार हेरेर नाच. Happy Dasai. हेर्न छिटो राम्रो किन तपाईँले आज पाउडर लगाइदिनु कि होइन. यसो हेर्दाखेरि फाउन्डेसन लगाएको जस्तो देखियो. निलो निलो देखिरहेको हो. लगाइदिएको फाउन्डेसन लगाएको किन लगाइदिन्छस्? के लगाइदिएको कन्सिलर. खै के लगाइदियो मलाई त थाहा छैन. कन्सिलर अनुहार पुरैमा कन्सिलर होइन, अलिअलि त्यो कालो कालो देखेको ठाउँमा होइन. यसको के पोजै उसकै पुरा टिकटक बनाएर यो गाइज हामी चाहिँ भर्खर आयो यान्तिन स्टेट. अब चाहिँ जाँदै हो माथि. या जे गरे नि गर. हामी अब माथि गइसक्यौँ. हामी चाहिँ दसैँ मनाउन यहाँ आइसक्यो. के भयो र त्यस्तो कपाल नुहाइस्? अहिलेसम्म हाँसेको थिएन. अहिले यसो चाहिँ थाहै छैन कि दिमाग चलाउन के दिमाग चलाउन. दिमाग लगा कृति भाषा दिमाग लगा के हो र यो कलर यहाँसँग. आई घुन्सिदे थियो. अझै ह्याप्पी दसैँ. ए दसैँको शुभकामना. Look at the lacy. Kung nga patso. yan pani. Oh. के अघि भर्खर के हो कपडा लगाएको भन त. प्लिज. के हो र तै हो यहाँको आजको हिरो. केही गरेर देखा यहाँ. के देखाउने म? यसलाई जलाउने. थ्याङ्क यू. यो चाहिँ मेरो कुर्ता हेर्नुहोस्. हे भगवान्. ल त नि आज विजय दशमीको दिनमा टिका लगाएर दुर्गा माताले रक्षा गर्नु आँटेको दुःख बिमार केही नहुनु धेरै बाँच्नु. बुढाले भनेको चाहिँ टक्क टक्क मान्नु. त्यो बिस चाहिँ डाँडा पारेको
के गराउनु छ थाहै छैन मलाई है ल के माने ल त्यसले गली गली कसले माफ गर्नु सिक्नु है भर्खरै भिडियो खिच्छ नि अब तपाईँले नि के रे आज विजय दशमीको दिन दसैँको डायलग टिका लगाएर दुर्गा माताले रक्षा गर्नु एकदम अगाडि हुनु जेमा पनि मनले आँटेको कुरा हुनु निरोगी हुनु ल यही छ यति हो छोरा त अनि ठिकै छ नि त्यति हो कति भनिदिनु स्याय स्याय ल ढोग्या ओए खुट्टै लिएर गएर तेजीमा चाहिँ एकदम राम्रो हुनु ठिक हो नि होला जे भन्छ त्यही मान्ने ल कति परमेश्वर भन्छ के है त्यस्तो गऱ्यो भने तिमीले छिटो हालेको भाइ हुन्छ एकदम राम्रो हुन्छ है ल जहिले पनि विजय हुनु आँटेको कुराहरू सबै सफल हुनु के गरेको एकदम इन्ट्रेस्ट जागो छ है तिम्रो चाहिँ पढाइमा इन्ट्रेस्ट जागेर अब केमा रे चिसो निस्किने 1 घन्टा नबस्ने बिताउने अनि धेरै थाउबाट है साँच्चीको म्यानेजर हो नि भनेपछि थाउको बसै हुने ल यसलाई दिनु यसलाई अब कसलाई दिने पहिला दिदीलाई वाउ शाबास कसलाई दिने यो पनि दिदीलाई कि दादालाई देऊ न दादालाई दादा वन आई लभ माई एरिक दादा ह्यापी बर्थडे Billie Eilishको फ्यान अघिसम्म सब बोलेको थियो अहिले कोही नबोलेको ओके ठिकै छ बाई